हेलो दर्शकबिन नमस्कार। आज म फेरि आइसकेछौँ बालानगर गाउँमा, शिवराज 7 बालानगर। अस्ति मैले यो बाटोको चाहिँ अवस्था एकदम बिग्रिसकेको हुनाले गर्दा मैले कुरा उठाएको थिएँ। आज चाहिँ फाइनल्ली हिजो चाहिँ फाइनल्ली हाम्रो नगरपालिकाको टोलीले आएर यहाँ चाहिँ बनाइदिएको छन्। यति भयो। यति भन्दै म अब चाहिँ बाटोको पहिला कस्तो थियो अहिले कस्तो भयो ल देखाउ। हेर्नु है, यो चाहिँ बालानगर गाउँको अवस्था पहिलो कस्तो थियो, अहिलेको अवस्था हेर्नु है कस्तो भयो। र पहिलोको अवस्था हेर्नु है यस्तो थियो, 2 वर्षदेखि यस्तै थियो। र अहिलेको अवस्था हेर्नु है, हाम्रो नगर टोलीले आएर बनाइदिएको हिजो। यहाँ मैले किन भिडियो बनाएँ, किनकि मैले अस्ति आउँदाखेरि यो गाउँको मान्छे यो बाटो नआएर अर्को बाटो घुम्दै यता स्वासौकीमा गएको हुनाले गर्दा मलाई अर्कै फिल भएर म यहाँको चाहिँ कुरा उठाएको थिएँ। धन्यवाद हाम्रो नगरपालिकाको नगर प्रमुख अजय थापा अनि वाडा नम्बर 7 को वाडा अध्यक्षज्यू लगायत सम्पूर्ण नगर टोलीलाई म आफ्नो हृदयदेखि धन्यवाद दिन चाहन्छु। किनकि मैले यहाँ यो गाउँको लागि आवाज उठाइदिएकोमा आज चाहिँ फाइनल्ली यो काम यहाँको भइसकेछ। पहिला चाहिँ यहाँ आउन जानलाई एकदमै गाह्रो भएको थियो, त्यही भएर र अहिले ठिक छ ल है। हस्, धन्यवाद। ओके, थ्याङ्क यू सो मच।